मेरो भजन राम्रो हो अरू फल्दो फुल्दो होस् राम्रो होस् है साथीहरू मेरो छतमा फलेको बेलौती आज तोरी काट्ने दोस्रो दिन चाहिँ म मेरो कान्छी छोरीसँग यहाँ आएको छु। मेरो कान्छी छोरी देख्न सक्नुहुन्छ तृष्णा बुढा थोकी र साथमा म छु अनि हामी दुईटा आमा छोरी मिलेर चाहिँ यो तोरी काट्न आइरहेको छौँ। मेरो तोरीको हालत देख्न सक्नुहुन्छ, सबै ढलेर यस्तो बिजोग छ। अनि त्यसपछि गएर यो मौसम पनि हेर्न सक्नुहुन्छ, मौसम चाहिँ पुरा बादल। ल है साथीहरू, तोरी चाहिँ फाइनल्ली यो गराको काटेर भइसक्यौँ। अब चाहिँ यताको यो पहेँलो तोरी बाँकी छ। भलगलाई चाहिँ कन्टिन्यू नै राख्नेछु हो। लगाइ अब चाहिँ सकिसक्यो तोरीहरू देखि नै हाल्नुभयो हजुरले। अब म यहाँ लुङ्गी लगाएर चाहिँ आज काम गरिरहेको देख्न सक्नुहुन्छ। हरियो लुङ्गी सरर र माथि कालो ज्याकेट त्यही हो देख्न सक्नुहुन्छ। कपाल मेरो यस्तो छ हेन्सी प्रोम्याक्स। अब चाहिँ गएर टक्क घर गएर खानासाना खानुपर्ने हुन्छ। अब दिदीले पकाइदिनु त थाहा छैन मलाई, जहाँसम्म लाग्छ पकाएको छैन होली। अब हामी बिहानै खेतमा आएको भुटे भात सुते भात खाएर अब त्यही अब एकछिनपछि भेट्नु होला मम्मीको ब्लगमा। सबैजनाले माया देखाइदिनु होला यति नै भन्न चाहन्छु। हस्त धन्यवाद। तिनवटा एउटा साँडा एउटा आमाहा, यो त्यो पनि प्रेग्नेन्ट छ। प्रेग्नेन्टमा हेर्नु है, यो गाई देख्नु ओइ कति ठुलो हो। यसले हान्यो भने त यसको हान्दा भुँडी निकाल्छ। ओइ हुन्छ है साथीहरू, मेरो छतमा फलेको बेलौती अमरुद कति जति होला? आधी एक पाउ छ होला। एक पाउ छ लगाइदिनु सक्नुहुन्छ। मैले भर्खर टिपेर आएको। हाम्रो अझै एउटा आँखा माथि तर देखाउन हामी भिडियोमा किनभने आँखा लाग्छ हुन्छ त्यही नै। साथीहरू, म बिहा प्लस अफिसको लागि चाहिँ रेडी भइसकेँ। म अफिस जान्छु कि एकछिन काम साम गरिसकेपछि चाहिँ जानेछु बिहामा। अनि उतातिर यसो भेट हुनुपर्छ है। ल हिँड्नुभन्दा अगाडि चाहिँ मेरो फरारीलाई, मेरो सहपाठीलाई सफा गर्दैछु। धुलो बनाएको छ, के गर्ने। दुहोऱ्याउन मात्रै जानेका छन् तर सफा गर्न चाहिँ जानेका छैनन् मेरो छोरीहरू। यो चाहिँ विडम्बना। अहिले म स्कुटी सफा गरेर पनि म आएर अफिसमा काम गरिसकेर पनि म बाहिर निस्किसकेँ र देख्न सक्नुहुन्छ मेरो अफिस र बिउ ब्याङ्कको हामीले धानको बिउ चाहिँ सुकाइरहेका छौँ किरा लागेको भएर। त्यसपछि जाने क्रममा चाहिँ बाटोमा फुपू आउनु भएर मलाई आशीर्वाद दिनुहुँदै हुन्छ। मेरो भजन राम्रो हो फल्दो फुल्दो होस् राम्रो होस्। फाइनली म प्रवेश गरिसकेको छु चमरबजिया गाउँमा र म चमरबजिया गाउँको भित्र छिरिसकेँ र म एकछिनमा पुग्छु अब चमेली म्याडमको घरमा र हामी सँगसँगै जानेछौँ विवाह घरतिर। र म पुगिसकेँ चमेली म्याडमको घरमा पनि र सबैसँग भेटघाट पनि भइसक्यो। र यहाँ चाहिँ चमेली म्याडम सत्तिने क्रममा हुनुहुन्छ, आफ्नो बेबीलाई सत्ताउनु भयो। वर्षतिया तारू पनि हाम्रो सदस्य हुनुहुन्छ। अनि सदस्य हुनुहुन्छ, उहाँलाई मैले चाहिँ जिस्काउँदैछु बयर खाना कहिले आउने तपाईँको घरमा भनेर। बयर देख्न सक्नुहुन्छ र उहाँले चाहिँ हामीलाई इन्भाइट गरिसक्नु छ र हामी एकछिनमा हाम्रो सानो बुनुलाई सत्ताइसकेपछि त्यसपछि चमेली म्याडमले आफू पनि सत्तेर चाहिँ हामी चाहिँ लाग्नेछौँ विवाह घरतिर। सत्ताइसकेपछि एकछिन बेबीको एकछिन नाच हेऱ्यौँ। सत्ताइसकेपछि त्यसपछि गएर बल्ल हामी लाग्यौँ विवाह घर। छोरी चाहिँ हुनुपर्छ है। चमेली नानीको एकछिनको नाचेपछि हामी लाग्यौँ विवाह घरतिर। देख्न सक्नुहुन्छ बिहान के देखेको छ तपाईँले। त्यसपछि दुलासँग गएछु।
भेट गरिसकेपछि हामी जान्छौँ भित्र भन्दा नि हामी देख्न सक्नुहुन्छ यहाँ चाहिँ शिवलाल दाई दुलाको बुवा भने यहाँ हुनुहुन्छ अतिथिहरू बस्नुभएका छ। त्यसपछि बल्ल चाहिँ हामी गएर चाहिँ चन्दा त्यसपछि चाहिँ बल्ल पालो टिका टालो गरेर त्यसपछि हामी जान्छौँ खाना खानतर्फ। एउटा चलन के साथीहरू यो चौधरीहरूको बिहामा चाहिँ यो जब टिका लगाइदिन्छौँ नि हामीले दुलादुलानीलाई टिका लगाइदिइसकेपछि चाहिँ उहाँहरूले चाहिँ पुरा हामीलाई रिपिट टिका जाने बेलामा टिका लगाइदिने चाहिँ चलन हुन्छ कि चाहिँ मलाई अलिकति अलग्गै लागेको हो कि पहिलेदेखि चाहिँ मलाई यो अलग्गै यो सिस्टम चाहिँ अलग्गै लागेको। मैले पहिला चाहिँ बच्चाहरूको हातमा टिका लगाउनु भनेर सोचेको तर सबैजनाले लगाइरहेको देखेर चाहिँ मैले पनि यो उनीहरूलाई टिका लगाइदिइसकेपछि टिका चाहिँ थाकेको भनेर सक्नुहुन्छ। अब एकछिन टिका हामी बाले टिका लगाइदिन्छौँ अनि यसरी चाहिँ फेरि म 3वटा काम लिएर आएको थिएँ। 3वटा काममध्ये यो पहिलो कान्छा विवाहमा आउने भयो। त्यसपछि दोस्रो काम चाहिँ यहीँ चन्द्रावतीको ससुरा बित्नुभएको थियो उहाँकै लागि चाहिँ मृतक राहत कोष पनि दिएर आएको थिएँ। निवेदन पहिले आइसकेको थियो त्यस कारणले गर्दा दिन मात्रै बाँकी थियो नि त म चाहिँ भरपाई र निवेदन दिएर चाहिँ यहीँ आएको थिएँ। नमस्ते नमस्ते सबैजनालाई नमस्ते है। हेलो भनिदिनु दिएको छु। साथसाथै सन्तोषी चौधरी हाम्रो सन्चै हुनुहुन्छ उहाँको के भन्छ पनि सुत्केरी सहायता कोष ल्याइदिएर चाहिँ आएको थिएँ। त्यो पनि म हजुरलाई देखाउँदैछु है त। अब चाहिँ भिडियो कन्टिन्यू। नमस्ते मुखले मात्र नमस्ते हो हात जोडेर नमस्ते होला नि यहाँ नमस्ते साथीहरू देख्न सक्नुहुन्छ यहाँ हाम्रो पाहाडीहरूको चलनमा चाहिँ केटी मान्छेहरू चिटिक्क सजिएर साडी लगाएर होइन राम्री भएर चाहिँ खाना पस्किने ठाउँमा हुनुहुन्छ भने चाहिँ यहाँ चाहिँ जेन्ट्स बगाल नै हुनुहुन्छ। सबैजना खाना बाँड्ने क्रममा चाहिँ के मन परेन छोरा मान्छे यहाँ बसेको है। अनि त्यसपछि हामी चाहिँ खाएर बिदा भयौँ। त्यसपछि गएर हामी सन्तोषीको लागि पनि सन्तोषीको सुत्केरीको राहत कोष बाँड्यौँ। भर्खरै अब तेस्रो काम पनि भ्याइयो। यहाँ मलाई चाहिँ हेर्नु के भन्छ पावर ल्याइदिनु भएको छ कि मेरो चम्ली म्याडमले। हेर्नु त हाम्रो पूर्व अध्यक्षज्यूले कत्रो भान्डा आयो भान्डा देखेर म दङ्गै परेँ त्यही भएर मैले भिडियो बनाएको के सानो ल लड्डै म्याडम थ्याङ्क यू ल बच्चा है।